हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ माल्टाबाट दिदी आउनु भएको थियो। दिदीको पर्मानेन्ट मेट्रो कार्ड बनाएको थिएन र पर्मानेन्ट मेट्रो कार्ड बनाउन गइरहेको छौँ हामीहरू। यो पर्मानेन्ट मेट्रो कार्ड चाहिँ जहाँ पाए त्यही बनाउँदैन, ठाउँ ठाउँको स्टेसनमा मात्रै बनाउँछ। र दिदीको मेट्रो कार्ड बनाउनको लागि आज हामी सान एन्थोनी युनिभर्सिटी स्टेसनमा गएको थियो र त्यहाँ पुग्दाखेरि चाहिँ कति धेरै लाइन रहेछ अनि टाइम पनि लाग्यो। अनि सुरुमा चाहिँ हामी गएर टोकन लियौँ। दिदीको टोकन लिइसकेपछि चाहिँ हामी क्युमा बसिरहे कुरेर। अनि के अरे यो चाहिँ दिदीको टोकन हो है गाइजहरू। अनि त्यसपछि टाइम धेरै लागेको थियो। म चाहिँ यसो भिडियो बनाएर बसिरहेँ र यसरी टाइम पास पनि गरेँ। र दिदीको पालो आइसकेपछि चाहिँ दिदीको मेट्रो कार्ड बनाएँ। यो चाहिँ पर्मानेन्ट मेट्रो कार्ड हो। र त्यसपछि मेट्रो कार्ड बनाइसकेपछि चाहिँ दिदीको पात्रोमेन्टो चेक गर्न जानु थियो। दिदीको पात्रोन चाहिँ हस्पिटालेट एरियाबाट बनाउनु भएको रहेछ र त्यो एरियामा जानको लागि चाहिँ L1 ट्रेन चढेर जानु पर्थ्यो र हामी चाहिँ L1 ट्रेन चढेर त्यो एरियामा गयौँ। अनि त्यसपछि बाहिर निस्किँदाखेरि चाहिँ एक्ज्याक्ट लोकेसन दिदीलाई थाहा थिएन र उहाँले चाहिँ घरबेटी दाइलाई कल गर्नु भएर लोकेसन सोध्दै हुनुहुन्थ्यो र त्यो खाली समयलाई चाहिँ म सदुपयोग गर्छु भनेर मेरो आफ्नो भिडियो लिइरहेको थियो कि सर्ट भिडियो लिने र फुल भिडियो लिन्छु भनेर। अनि सर्ट भिडियो लिँदाखेरि चाहिँ उहाँले लिउन्जेलसम्म चाहिँ उहाँले एड्रेस माग्नु भइसकेको रहेछ र त्यहाँबाट म्यापमा सर्च गरेर हेर्दाखेरि चाहिँ आधी घन्टा हिँड्नुपर्ने रहेछ र हामी चाहिँ बस र ट्रेन नसमातिकन हिँडेरै जान्छु भनेर दिदी र म चाहिँ फेरि हिँड्दै गयौँ र हिँड्दाखेरि चाहिँ हालत खराब भयो। धेरै टाढा थियो नि त, आधी घन्टा भनेको इट इज नट जोक होइन। अनि बाटो बिचमा हामीले जुस पनि पियौँ र जुस पिएर हिँड्दै जाँदाखेरि अफिस पनि आइपुग्यौँ र दिदीको अफिसमा आएर फेरि हामीले टोकन लियौँ। टोकन लिएर कुरेर बस्यौँ र दिदीको पात्रोन चेक गऱ्यौँ र फोटोकपी पनि लियो पात्रोनको। अनि त्यसपछि यसरी दिदीको काम पनि सकियो। दिदीको ट्रेन कार्ड पनि बनायो र दिदीको पात्रोन पनि चेक गऱ्यौँ र दिदी र म यसरी फर्क्यौँ। र मैले चाहिँ दिदीको भिडियो लिएन किनभने दिदीले पर्मिसन दिनुभएको थिएन। विदाउट पर्मिसन अरूको भिडियो पनि लिनुहुन्न। र यसरी हामीले कफी सपमा आएर कफी पनि पियौँ। मैले मात्रै पिएँ कफी चाहिँ, दिदीले चाहिँ कफी पिउनु मान्नु भएन र यो कफी चाहिँ दिदीको ट्रिट थियो है। अनि दिदीले कफी खुवाउनु भयो। अनि त्यसपछि यसरी कफी पिएर सबै काम सकेर घर फर्किएँ। टाटा बाई बाई, नेक्स्ट मिनी ब्लगमा भेटौँला।